नेपालको एकमात्र ठुलो राजधानी काठमाडौँ अनि एकमात्र ठुलो बस पार्क काठमाडौँ भनेर भन्न मिल्छ या मिल्दैन त्यो मलाई थाहा भएन, तर देशभरिबाटै यो काठमाडौँमा यति लामा लामा गाडीहरू आउँछन्। आउने क्रम जारी नै छ है। ल हेर्नुहोस्, कुनै समय थियो, एक समय थियो बेलुका वहाँबाट गाडी हिँड्यो भने नेपालगञ्जदेखि बिहान टक्रक्क यहाँ पुग्थ्यो भने अहिले हिजो बेलुका नेपालगञ्जदेखि हिँडेको गाडी 6-7 बजे हिँडेको गाडी अहिले चोरमारासम्म आइपुगेको छ। यो बाटोघाटोको कारणले गर्दा हो। हेरौँ चोरमारा आइपुगेको गाडी अब बेलुका यहाँ कति बजीसम्म पुग्छ। एनिवेज यतिखेर काठमाडौँ पोखरा बागलुङ हटिया बित्ता के हो यो बिर्तिबाङदेखि आएछ पोखरा काठमाडौँ पोखरा यदि आज हाम्रो नेपालगञ्ज पश्चिमतिर गाडी चाहिँ आएको छैन भन्ने कुरो मैले बुझेँ। ल हेर्नुहोस् विदेशबाट 3 सुटकेस आएछ हौ युवाहरू छ। राजधानी एक्सपिरियन्स नेपालको अधिराज्य जहाँबाट पनि आयो भने यही बाटो भएर सट्ट लाएर गाडीहरू आउँछ। सर्लक लगाएर गाडीहरू आउँछन्। यता गएर मान्छे उहाँ गएर झार्छ, त्यसपछि चाहिँ गाडीहरू आफ्नो पार्किङ प्लेसतिर जान्छन्। अनि यो चाहिँ नेपालको विभिन्न ठाउँहरूबाट चाहिँ सरासर आउने गाडी आउने बाटोहरू। र अहिले यतिखेर चाहिँ यो बिल्डिङ कन्स्ट्रक्सन चाहिँ यहाँ बनाएको रहेछ, पहिला थिएन। राम्रो, म 3 इयर्स आफ्टर 3 इयर्स पछि आएँ। बिफोर 2022 मा आएको थिएँ। सो नाउ 2025 मा म यहाँ काठमाडौँ आएको छु भनेको 3 वर्षपछि म काठमाडौँ आउँदाखेरि काठमाडौँ 3 वर्षमा यति धेरै परिवर्तन भएको रहेछ। धेरै सेवा सुविधाहरू पनि भएको मैले यहाँ देखेँ। जस्तै होटलहरू, यो सर्लकै यो होटल बालकुमारी भन्ने रहेछ, एकदम राम्रो व्यवस्थापन गरिरहेको छ। सरसफाइदेखि लगेर खानेकुराहरू हर चिज। अहिले पछि समय काठमाडौँ नयाँ बस पार्क एकदम राम्रो रहेछ। बस्नको लागि मोबाइल चार्जदेखि लगेर हरेक कुराहरू दामी लाग्यो। आएको हुन्छ नि हजुर, त्यो ठ्याक्क गेस्टलाई अगाडि गएर यसरी देखाउनु पर्छ। टेबल हुन्छ नि हजुर, बदले सर दिस इज योर पोइन्ट सर भनेर यसरी देखाउनु पुरा त्यो पनि तरिका होला फेरि है। ठ्याक्क यसरी लोगो देखाइदिनु। यस क्यान आई ओपन फर यू भनेर भनेपछि अनि यो ओपन गरिदियो हजुरको लागि भनेर रक्सी बोल्नुको लागि त्यो स्टाइल फेरि अर्कै हुनुपर्छ। त्यो गाडेर घुमाएको इङ्ग्लिस पनि खतरै बोल्दिनु भित्र त यति लामो हुन्छ क्या रक्सीको त्यो बिरको तल यसो क्या। हजुर हजुर, रबरको मिक्सिङ हुन्छ। म त देखेकै छैन, तर त्यसलाई त्यो वाइन ओपनर हुन्छ त्यो यस्तो यस्तो गरेर छेड्छ नि त्यो फिल्ममा देखाइ हुन्छ नि त्यो काठहरू झ्याल्टोका छेड्छ नि बर्मा जस्तो यस्तो हुन्छ नि अनि क्रस हुन्छ नि यस्तो अनि रुपमा यस्तो हुन्छ नि घुम्छ नि गुरुर 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 गर्छ नि। हजुर त्यसलाई नि यस्तो यस्तो गरेर खोलेछ नि यस्तो ट्याक राखेर त्यहाँ बिर्कोबाट यस्तो गरेर पुरा टप गर्छ होइन। अनि टप यस्तो गरेर अनि फोर गरेर अनि 30 ml हाल्ने 1 2 3 4 5 6 7 8 9 10 भने 30 ml गइहाल्यो। त्यो सबै एउटै लेभलको हुन्छ। हामीसँग यो आइडिया हुन्छ नि 1 2 3 मनमने भन्ने मनमने Is your point, please. Enjoy your day. खतरा त यो सुनेन। अनि फेरि यस्तो हेर्ने अब त्यहाँबाट अब 30 ml मा अब 5 ml बस्नु थाल्यो भने फेरि आएर बोल गर्ने क्या। फेरि बोल गर्ने फेरि आएर ट्याक्क 30 ml हाल्ने। 30 ml हाल्ने। धेरै ओरी हाल्यो भने त रिसाउँछ के किन सर्भिस भनेको त्यो त कुइले पहिला खाएर जा भनेको 30 ml 30 ml जति सर्भिस भने थाहा हुनु पर्यो। हाम्रो त्यहाँ भोरीले भन्छ। म त भन्छु म त सानो मान्छे छ भने बुद्धि छ भने म सिक्छु क्या। मलाई सिकाइदिउ न। डेभलप हुनु अगाडि बढ्नु पर्यो, ज्ञान बढाउनु पर्यो। आज कम्प्युटर ट्रेनिङ दिने शिक्षाहरू मभन्दा सानो सानो कि म कम्प्युटर गएर सिकेँ। कम्प्युटर आफ्नो लागि हो नि त जीवन। अहिले हरेक कुराहरू कम्प्युटर भइरहेको छ। कम्पनीको केही भयो भने मलाई त्यो सम्बन्धित थाहा हुन्छ। बायोडाटा एउटा कुरा सपोज दिएको बायोडाटाहरू सेभ गर्नु पर्यो, हेर्नु पर्यो कसरी टपिक आन्छ सब हेरेर अहिलेदेखि बुकले भनेर दिमागमा राख्न सक्छ। अहिले सबै कम्प्युटरमा सेभ गरेर राख्ने त हो एकदमै बायोडाटाहरू डाटा पुरै पहिला फाइलमा जम्मा गरेर लेखेर दिमागमा फाइलमा लेखेर राख्ने रे एउटा समय थियो। अहिले त कहाँ दफ्तर अझ सिस्टमै छैन। दफ्तर सब सिस्टममा ए हाने त चाहिँ ए को यो ग्रुप भनेर सर र बाहिर आइहाल्छ डी बनाइन्छ लेखिरहेको आफूले के राखेर सर आइहाल्छ नाम राखेर टपिकमा दिएपछि भइहाल्यो। हो एकदम काम सिक्नु चाहिँ मान्छे अगाडि बढ्नु छ भने नम्रता चाहिन्छ हेर्नु। मान्छे अगाडि बढ्नु नम्रता चाहियो एकदम। नम्रता एकदम जहाँसुकै जानु तपाईँ हो। विदेशमा तपाईँको अनुहार रूप रम हेरेर कम्पनीले तपाईँलाई हेरेर काम नलाउने होइन लाउँछ। तर उहाँ चाहिँ काम चाहिन्छ विदेशमा। काम चाहिन्छ हो।
कोरिया त झन् डेन्जर हो, काम चाहिन्छ कोरिया। कोरियामा है, कोरियामा त सानैदेखि बच्चाहरूलाई ट्रेनिङ पनि दिँदो रहेछ नि त स्कुलहरूमा, चाहिँ केही असेम्बल गर्नको लागि कुनै पनि पार्ट्सको होस् यो होस्, बच्चाहरूलाई चाहिँ सानैदेखि नै प्राय पनि प्र्याक्टिकली पनि सिकाइरहेको क्या। त्यो मैले भिडियो युट्युबहरूमा देखिरहन्छु कि। उनीहरूको धेरै प्र्याक्टिकल हुन्छ, हाम्रोमा धेरै थ्योरी पढ्नुपर्छ। थ्योरी हो, तर त्यो नेपालमा पनि लागु गर्नुपर्ने कि त्यो हिसाबले। म 7 कक्षा पढेको मान्छे 5 स्टार होटलमा कसरी आयो भन्छ कि मान्छेहरूले मलाई त्यसरी है। पत्याउँदैन। अनि तपाईँ अहिले चाहिँ बोलिराख्नु भएको छ, तपाईँलाई हामीले तपाईँ 7 क्लास पढेकै जस्तो लाग्दैन, धेरै पढ्नु भएको जस्तो लाग्छ। भन्थ्यो कि इन्डियन नेपालीहरूले भन्थ्यो तपाईँ कसरी होटलमा छिर्नुभयो भन्दै 5 स्टार होटलमा नि यहाँ होइन। एउटा जर्मनको बुढीले गरेर म सानो भएर काम गरेर कम्पनीमा। हजुर 5 स्टार होटलमा छिर्या हो, सानो काम गरेर। धन्यवादी लेखेको चाहिँ 10 नगरपालिका के हो यो? 10 नम्बर वडा के कस्तो? नगरपालिका काठमाडौँ नगरपालिकाको 10 नम्बर वडा। 10 नम्बर वडा बालेनको एरिया पर्छ कस्तो के हो यो? म त 2022मा यहाँ आउँदाखेरि धेरै समय बस्न पाएन, एकै दिन बसेँ, दोस्रो दिनमा हिँडिहालेँ कि। त्यसपछि म यहाँ आउँदै आएको छैन। आउने जाने क्रममा हुन्थ्यो, मैले धेरै दुःख गरेँ जीवनमा, भाडा मार्नेदेखि लिएर यहाँ क्याटरिङमा यहीँ पनि नेपालमा पनि काठमाडौँ क्याटरिङमा हिँड्यो। त्यो बेलामा रुमको भाडा 600-700 रुपियाँ। रुमको भाडा 600-700 रुपियाँ। अहिले त डबल ट्रिपल 7,000 भन्दा नि तल आउँदैन एउटा रुम। 600 जुन अहिले 600 को रुम यहाँ पायो भने पनि एकदम कुन गल्लीमा त्यो रेस्टुरेन्टको त कुरै छोडौँ, त्यो अर्को नर्मल क्या 5,000 पहिला थियो, आजभन्दा मिनिमम थियो। अहिले त मिनिमम पनि 7,000 छ। 7,000 छ है। सानोलाई 6,000 दिन्छ। अलि बल्ली बल्ली यो सिटी छोडेर गयो भने चाहिँ 5,000 पाउँछ, 4,000 पाउँछ। हजुर सिटीभित्र चाहिँ 7,000, 6-7 यो सिटी हो सबै होइन। यो सिटी है, सिटी एरिया। तपाईँ अलि उता जानुहुन्छ नि काठमाडौँ छोडेर, त्यहाँ चाहिँ तपाईँलाई कलङ्की सिटीमा पर्छ कि कता पर्छ? हामीले बागमतीको छेउछेउमै गइरहेछौँ क्या। बागमतीको छेउछेउबाट चाहिँ धराएर चाहिँ देखेको रहेछ मतलब। हामी चाहिँ सिनेमङ्गल गर्छौँ नि, त्यहाँदेखि पशुपति पनि जानु छ, ठिकै छ। आज पशुपति दर्शन गर्नु पर्ला, किनभने पशुपति दर्शन नगरेर गएको छैन क्या, धेरै भइसक्यो। मलाई मेन यहाँ के छ भने चाहिँ अब यो अहिले आज 30 गते हो, तपाईँको चाहिँ के भन्छ यो चाम्बर मुभी रिलिज हुँदैछ क्या। म युट्युबर पनि हो क्या। पहिला मैले यहाँ 2018-19 मैले यहाँ आफ्नो स्टाफ राखेर काम गर्थेँ क्या नि काठमाडौँबाट, कलाकारको इन्टरभ्यू दिने अनि गर्दै गर्दै म चाहिँ साउदीबाट चलाउँथेँ। यहाँको समस्या परेका नेपालीहरूको आवाज उठाउने, समस्या समाधान गरिदिने, दूतावाससँग कोर्डिनेट गर्ने होइन, त्यसरी चाहिँ काम गर्थेँ कि म। अनि यहाँ आएपछि यो सब धन्दा पानी छोडियो, ठेकाबाट लगाइयो, त्यता साथीभाइको उसमा क्या अलिक बढी एमाउन्टतिर गइयो कि गलत गरियो। अब त्यो बेलामा अहिले यहाँ अब आफै साथीहरूले अब बोलाइरहेछन् आउनु होला भनेको छन्। अनि अब कन्ट्याक्ट गर्छु, अनि अब तपाईँको ती हो भने तिमीहरू जाउँला होइन, केही छैन। उनीहरूले भन्छन् लोकेसन कहाँ छ, त्यहाँनिर एउटा शान्तिपुर दिल्लीपुरबाट हल पनि छ नि त, कहिले त्यहाँ आइरहेको हुन्छ, कहिले कता कता गइरहेको हुन्छन् होइन। जहाँ जहाँ कलाकार आउँछन् त्यही ठाउँमा गएर अनि हामीले हल रिपोर्टिङ दिने हो कि फिल्मको समीक्षा गर्ने हो दर्शकबाट। अब च्यानल पनि डिमोनिटाइज पनि भएको छ क्या अहिले, त्यसलाई ग्रो बनाउनु पऱ्यो क्या। बागमती बागमती त फोहोर छ त है, यो पुरै पानी काठमाडौँको पानी फोहोर पानी यहीँ हाल्छ नि क्या।
ए अहिले फोहोर हाल्न सिस्टम हटाएको छ पहिला घर बने नि हजुर हजुर त्यो घरहरू चाहिँ बनाउँदाखेरि चाहिँ अब त्यो आफ्नो सेफ्टी ट्याङ्की युज हुन्थेन है पहिला हजुर हजुर पाइप हालिदियो होइन पाइप हालेर त्यो पानी फोहोर पानीहरू चाहिँ खोलामा डाइरेक्ट खोलामा अहिले चाहिँ नयाँ जति पनि घर बनिरहेको छ नि सेफ्टी ट्याङ्की जाने पानी त्यो चाहिँ अहिले आफ्नै घरमा पर्सनल सेफ्टी ट्याङ्की बनाउने सिस्टम आएको छ कि अच्छा त्यो राम्रो हो त नि त्यो राम्रो गाडी आउँछ कनेक्सन हुने भनेको हो त्यही भएर फोहोरहरू जति पनि घरको फोहोरहरू खोलामै हो जान्छ खोला नाला भनेको त एकदम कस्तो सुन्दर शान्त एकदम अनि नेचुरल पानी आउनु पऱ्यो नि त फोहोर पानी त हाल्ने होइन नि त खोला नालामा अब हाम्रो त थप्पातिर हेर्नुहोस् यहाँ डल्लैपुरतिर हेर्नुहोस् एउटो फोहोर पानी नालामा जाँदैन हेर्नुहोस् बर्खामा नाला बढ्छ त्यसपछि अरू बेला चाहिँ त्यहाँ सुक्खा हुन्छ कुनै फोहोर जाँदैन हाम्रो सब उसको टङ्की भने बाहिर खेततिर जान्छ भाँडा धुने लुगाउनु धुने पानीहरू खेततिर गइरहेको हुन्छ होइन त्यो कुरो त्यो पत्रकार साथी मरेको ठाउँ यही हो नि त यस्तै आगो लाग्दैछ है एयरपोर्टमा काम चाहिँ भ्याङ्कमा अनि वाल पनि ठुलो लगाएर छ अहिले है नयाँ बन्ने भएर यहाँ एयरपोर्ट फ्लाइट टिकट पनि महँगो भएको छ नि अहिले हामीलाई गाह्रो भइरहेको छ क्या साउदीकै लागि तपाईँको 80-90,000 हो कतारलाई 1,40,000 लग्नु झन् झन् यति धेरै पनि मान्छे आउनु जाने गरिरहेको किन जानु पऱ्यो बाध्यता छ पुग्नु पऱ्यो मार्क्स निकाल्दा मेरो नातिको साथ म इलिभेटर आउँछु देखेर सो यो इलिभेटर हामी आफै फेरि फिट गर्छौँ अनि म चाहिँ फिट गर्छु नातिले फिट गर्छु ब्यूटीफुल प्लेस हाँ सब लोग बहुत दूसरों का बहुत आदर करते हैं हाँ बिल्कुल बिल्कुल और यहाँ पे हिंदी लैंग्वेज भी बहुत लोग समझ लेते हैं ना इधर से ले सकते हैं यहाँ से अगर मंदिर के लिए कुछ लेना है तो ले सकते हो ठीक है अभी पहले दर्शन कर लेंगे वो बोला 5 मिनट 10 मिनट का ओपन है अच्छा अच्छा अभी 12 o'clock के बाद वो महामंगला आरती हो गए ना हाँ 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 तो 4 बजे तक बंद है इसलिए पहले वहाँ का दर्शन कर लेंगे बिल्कुल बिल्कुल हाँ। उसके बाद फिर लेके उसके बाद अगर शाम को आ सकते हैं तो फिर आ जाएंगे बिल्कुल बिल्कुल या कल भी आ सकते हैं मैं तो आपका ड्रेस के में केरला से आएंगे केरला तमिलनाडु और कर्नाटक मैं तो वहाँ सुन रहा बैंगलोर से है बैंगलोर अच्छा अच्छा आपकी हिंदी अच्छी है हाँ आए हजुर आए ल भन्नु त के गर्नुपर्ने हो हेलो हेलो माइक टेस्ट आवाज चाहिँ आउँछ कि के कस्तो छ है हाँ नहीं ठीक छ कपाल त कपाल एकदम भेरी नाइस सो ब्युटिफुल प्लेस फ्रम पशुपतिनाथ ओके फाइनली हामी पशुपतिनाथ दर्शन गर्नको लागि उपस्थित भइसकेका छौँ पशुपति दर्शनको लागि हामी म मेरो नाति भीम जाँदैछौँ यतिखेर मैले यो माइक युज गर्न खोजेको तर माइकको भोइस फिक्स भयो त्यो फाल्ट आयो त्यसको अर्को माइक चाहिँ घरमा रहेर छुट्यो सिड्युल अनुसारले म हिँडिरहेको छु यतिखेर काठमाडौँ पशुपतिनाथ दर्शनको लागि म गइरहेको छु र यतिखेर मैले पशुपतिनाथ मैले चाहिँ
प्रायः चाहिँ के देखिरहेको छु भने चाहिँ हाम्रो भारतीय नागरिकहरू भारतका केही विभिन्न स्टेट भनौँ न सिटी ठाउँबाट बेङ्गलोर केरला तमिलनाडु जस्ता ठाउँहरूबाट चाहिँ यहाँ दर्शन गर्न आएको देखिन्छ। अघि भर्खर एकजना भेटिनु भएको थियो पशुपति के अरे मुक्तिनाथ पुगेर आयो भन्दै हुनुहुन्थ्यो। त्यही भएर एकदम धार्मिक एरिया र यत्रो समय भयो हामी पनि यहाँ पशुपतिनाथको दर्शन गर्न आएको। हेरौँ देख्न सक्नुहुन्छ अगाडि यो भारतीय नागरिक हुनुहुन्छ लेडिज एन्ड जेन्ट्स मजाले दर्शनको लागि आउनु भएको छ। सो सबैजना एकदम पशुपति मन्दिरभित्र प्रवेश गरिसकेको छु मैले। सो 33 वर्षको उमेर भइसकेको छ। यत्रो समयसम्म म पशुपति मन्दिरमा आएको थिएन। सो एकचोटि पशुपति मन्दिरलाई दर्शन गर्ने मेरो थोर ढोको थियो, त्यो मेरो पुरा हुन गइरहेको छ होइन बाबु। मेरो पशुपति मन्दिरमा क्या मैले अब आउने भने धेरैचोटि भनेको थिएँ, तर फाइनली योचोटि मेरो सक्सेसफुल भयो भने क्या कता हो जानुपर्ने हामी यता हो। सो पहिलाभन्दा व्यवस्थापन राम्रो गरेर रहेछ जोस् एकदम दामी सरसफाइहरू हर कुराहरू चाहिँ भनौँ पन्छीहरू यतातिर रहेछ एकदम इन्डियाको मानिसहरू यहाँ धेरै मैले यतिखेर पशुपति मन्दिरमा दर्शन गर्न आएको भारतीय नागरिक मैले धेरै देखाएको छु। भन्न खोजेको भारतबाट धेरै मानिसहरू यहाँ आउँदो रहेछन् र पशुपति दर्शन अब अगाडि रहेछ गेट त्यही नै हो पशु दर्शन गर्ने ठाउँ। सो पशुपतिनाथ हाम्रो दर्शन बन्द भएन खुला छ गरे क्या एकछिन एकदम थ्याङ्क यू। फाइनली हामीले पशुपतिनाथ दर्शन गरिसकेका छौँ। सो फ्रम लाल इन्टरटेनमेन्ट टिम र नाति बाजे एकदम दर्शन भइसक्यो। भित्र गएर आइसक्यो। भित्र चाहिँ क्यामेरा फ्ल्यास गर्न मिल्दैन, त्यस कारणले हामीले भित्र चाहिँ सुट गरेनौँ, बाहिर सुट गऱ्यौँ। क्राउड हो थियो जस्तो तस्तो अहिले फोटो खिचिसकेका छौँ। मान्छे पनि खिच्ने पैसा दिनु त खिच्दैन त नखिच्ने सरी माग्नु त्यो पात्रो छोराको आमा छोरा रहेछ नि बिचरा। नै ठिक छ आमा छोराको नत्र पनि होइन के अरे पैसा लिनुपर्छ के क्यामेराम्यान भाइरल केटा त्यो म्याक्स पेन्टी भन्ने एउटा हेर्नु भएको थियो भिडियो नै हेरेको थिएन त्यो यसको लागि भाइरल हो लाग्नु पर्ने थियो त अनि पर्दैन ल ठिक छ ल। पशुपतिनाथ दर्शन हामीले गरिसकेका छौँ। अब हामीबाट लाग्छौँ। दिदीले टिकटक बनाउन लाग्नु भएको छ, भाइरल पनि हुनुहुन्छ होला नानी कता होला टिकटक बनाइराख्नु भएको छ। यहाँ पहिला फोटो सब कुराहरू हुन्थ्यो, आजभोलि बन्द गरिसकेका छ, यहाँ खिच्न मिल्दैन अरे। सो फाइनली पशुपतिनाथको दर्शन गरेँ, मेरो ढोका पनि पुरा भयो होइन। हेरौँ के कस्तो हुन्छ। अब यहाँबाट घर लाग्ने घर भन्नाले चाहिँ अब काठमाडौँ किर्तिपुरतिरको रुमतिर लाग्नुपर्छ। नातिले फोटो छ खिचिरहेको छ, यो जोडी पनि खिच्दै हुन्छ। सो कुनै राम्रो सिन देख्छ भने पनि खिच्छ, त्यो केही फरक परेन। त्यो बाबाजीहरूको फोटो खिच्दै सट्ट लाएर जुम गरेर होइन त्यसो गर्न मिल्यो क्या। त्यो तरिकाको यहाँ माहौल बनिरहेको छ, त्यो दामी छ, राम्रो छ। पशुपतिनाथ हाम्रो शिवजीको एउटा अंश, शिवजी के अरे गाउँबाट केदारनाथबाट घुसेर शिवजी यहाँ छिर्नु भयो अरे भन्ने एउटा प्रचानकालीको पुरानो कुराहरू छ। दर्शन गरियो, राम्रो भयो। हामी सबैको रक्षा गरौँ, सबैलाई राम्रो होस् भन्ने छ। यो फोटो पनि लिइहालौँ। आऊ हाम्रो यहाँ देवी देवताका फोटोहरू छन्, तपाईँहरू देख्न सक्नुहुन्छ। आहा शिव पार्वती गणेश सबै छ अनि दामी तरिकाको र यो भाइरल स्थल पनि भन्ने गर्छन्। वाउ सो देवी देवताका फोटोहरू छ, दामी बनाएका छन्। र यो समुद्र मन्थन जुन शिवजीले विष धारण गरिरहेका छन् त्यो फोटो देखाइरहेको छ। र यहाँ दुर्गा जस्तो देखिन्छ भने यहाँ भाइरल भएको पनि छ। अनि सो यो खालको छ।